दर्शकवृन्दहरू नमस्ते। दर्शकवृन्दहरू मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत गरे। मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ रातै फुलेको फुल। घरको ब्याकग्राउन्ड पर्यो पछिल्लो भाग। हेर्नुस् कति राम्रो फुल फुलेको छ। सयपत्री फुल पनि फुलेकै छ। अन्त सयपत्री फुलै भन्छन् हैन भने आडैमा डल्ले खुर्सानीको बिरुवा पनि हुर्किँदैछ। पुदिना चटनी खानलाई साह्रै स्वादिलो मुख मिठो बनाउँछ। स्वास्थ्यको लागि पनि राम्रो हुन्छ। हेरी कुकुरे कहाँ गर्छ यसले, हल्ला गर्छ। बाहुना बाहिर आउनु पाएन कुकुरीमा। साथैमा रोज कोही सुकिसकेको छ भने कोही फुल्दैछ। त्यसैको आडमा फेरि लोकल गुलबेडा हो कि भनेर यस्तो बार लगाएर टाढ बनाएर थाँक्रा दिएको छ। लोकल हो कि के हो अलि अझै कन्फर्म भइसकेको छैन। थाँक्रा दियो। धनिया छ भने लसुन त्यति राम्रो भएन, जति मेहनत गरे पनि नहुने। खुर्सानी त्यो चाहिने क्याप्सिकमको बेर्ना कस्तो हुँदो रहेछ ट्राई गरौँ। अनि त्यता नि गुलाबको फुल छँदैछ। हेर्नुहोस् काँक्राको बेर्ना रोपिएको छ। भर्खरै सर्यो। अनि फर्सी चाहिँ माथि लम्किँदैछ। लम्कल चम्क हुँदै माथि चढाइँदैछ यसलाई। हजुर मसँग छ फर्सी हैन भने पतिनाको चटनी। यता पनि पतिनाहरू हुँदैछ। यो कागती यो 3-4 वर्ष भइसक्यो। बढ्न सके छैन। यसमा के कमजोरी हुन गयो। त्यस्तै गरेर यो करेला पनि माथि चढ्दैछ। यसमा निस्केको हाँगाहरू च्याट अहिले चुँडा लिइहाल्यो। त्यो सुई माथि चढ्दैछ। घिराउलो चढ्दैछ। त्यसै गरेर आडैमा सिमी पनि रोपिएको छ। होला नहोला। घिराम्ला पनि चढ्दैछ माथि। लम्का चम्का नेपाली। ल करेला लौका हजुर त्यहीँ राख अहिले एकछिन त्यहीँ राख है। लौका यो पनि माथि चढ्दैछ। लम्का चम्का नै यो चाहिँ चिचिना हो। चिचिना चाहिँ अलि राम्रो बढ्न नसक्दो रहेछ। रोपेको त सँगसँगै जस्तै हो। यस्तै छ दर्शकवृन्दहरू। अब रोपिएको छ, बढ्दैछ। अब कहिले फल्छ प्रतीक्षारत। यसलाई अब मल राखिसकियो भने अब पानी दिइन्छ बेला बेलामा। आकाशबाट पानी पर्न सकेको छैन। यस्तै छ हजुर। यस्तै हो। रोपिया छ फल्ला नफल्ला। फल्ला पक्कै फल्ला है त। यही नै हो आजको छोटो क्लिप।